कान्छी हजुर आज के बनायो? आज रोटी खाने भनेर हामीले चाहिँ रोटी बनाएको। अनि यो चाहिँ अचार हाम्रो विशाल दादाको स्पेशल वाला। त्यसपछि अब हामी चाहिँ आज रोटी अचार खाँदैछौँ। आज नि कराईमा पकाएको होइन रोटी? म शङ्का त लागेको थियो। रोटी चाहिँ कराईमै पकाएको है तर। कराईमै हो? कराईमै हो रोटी त। कराईमै हो रोटी त। जहिले कराईमा बनाउने के रोटी पनि। कहिले भात नबनाउने रोटी मात्र बनाउने बेलुका बेलुका पछि। बेलुका रोटी खानुपर्छ नि त, स्वास्थ्यको लागि एकदम राम्रो हुने कुरा हो। हाम्रो स्वास्थ्य चाहिँदैन, हामीलाई भात चाहिन्छ बेलुका। मलाई चाहिँ स्वास्थ्यको एकदमै चिन्ता भएर म चाहिँ रोटी नै खान्छु धेरै जस्तो। त्यही भएर रोटी लभर भएर यहाँ हेर ज्यान मोटाएर एकदम रक्कै भएको हो म आजकल। रोटी लभर भएर चाहिँ यतिको हामीले रोटी चेक गर्छौँ। मैले चाहिँ बहिनीलाई प्र्याङ्क गरेँ है लास्टमा चाहिँ होइन। अनि हाम्रो चाहिँ यहाँ अचार बनिरहेछ। त्यसपछि यहाँ टक्क रोटी बनिएको छ। यस्तो रोटी स्पेसल।